गण्डकी प्रदेशको परिचय सम्बन्धी विषयवस्तु लिएर उपस्थित भएको छु। यो सामग्री लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदहरूका तयारीका लागि महत्त्वपूर्ण सामग्रीको रूपमा रहनेछ। अब यो विषयवस्तुलाई सुरुवात गरौँ। सबैभन्दा पहिला गण्डकी प्रदेशको भौगोलिक परिचयबाट यसलाई सुरुवात गरौँ। नेपालको शासन व्यवस्था सुदृढीकरणका लागि संविधान सभाबाट नेपालको संविधान जारी भयो। यसै संविधान बमोजिम नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य कायम हुन पुग्यो र संविधान बमोजिम नेपाललाई 7 वटा प्रदेशमा विभाजन गरियो। साविकका धौलागिरी अञ्चलका 4 जिल्ला, गण्डकी अञ्चलका 6 जिल्ला र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्तघाट सुस्ता पूर्वको भूभाग समेटी कुल 11 जिल्लाको गण्डकी प्रदेश कायम भयो। भौगोलिक रूपमा यस प्रदेशले हिमाल, पहाड र तराई गरी तीनवटै धरातलीय स्वरूपलाई समेटेको छ। त्यसैगरी हावापानीको दृष्टिकोणले हेर्दा पनि यस प्रदेशमा नेपालमा पाइने सबै प्रकारका अथवा उष्ण, मनसुनीदेखि टुन्ड्रा हावापानी विद्यमान रहेको पाइन्छ। यसको अवस्थितिको बारेमा अध्ययन गरौँ। भौगोलिक अवस्थितिलाई हेर्दा गण्डकी प्रदेश 27 डिग्री 20 मिनेट उत्तरी अक्षांशदेखि 29 डिग्री 20 मिनेट उत्तरी अक्षांश र 82 डिग्री 52 मिनेट पूर्वी देशान्तरदेखि 85 डिग्री 12 मिनेट पूर्वी देशान्तरका बीच रहेको छ। यस प्रदेशको सबैभन्दा अग्लो भूभागको रूपमा धौलागिरी हिमाल, जसको उचाइ 8167 मिटर रहेको छ र होचो भूभागको रूपमा नवलपुर जिल्लाको त्रिवेणी सुस्ता रहेको छ। अब यसको क्षेत्रफल। नेपालको कुल क्षेत्रफल 1,47,181 वर्ग किलोमिटर मध्ये गण्डकी प्रदेशले 21,733 वर्ग किलोमिटर अर्थात् 14.66% क्षेत्रफल ओगटेको छ। कुल क्षेत्रफलमा हिमाली भूभाग 5,819 वर्ग किलोमिटर 26.8%, पहाडी भूभाग 14,604 वर्ग किलोमिटर अथवा 67.2% र तराई भूभाग 1,310 किलोमिटर अथवा 6%। यसरी पहाडी भूभाग सबैभन्दा बढी रहेको छ। गण्डकी प्रदेश करिब मध्य भागमा पर्छ। यो राज्य नेपाल राज्यको मध्य भागमा गण्डकी प्रदेश पर्छ। नेपालकै सबैभन्दा ठूलो महानगरपालिकाको रूपमा रहेको पोखरा महानगरपालिका पनि यसै प्रदेशमा रहेको छ। अब सिमाना। यस प्रदेशको सिमाना पूर्वमा बागमती अञ्चलका धादिङ र चितवन जिल्ला, पश्चिममा लुम्बिनी प्रदेशका पूर्वी रुकुम, रोल्पा, प्युठान, गुल्मी, पाल्पा र नवलपरासी, सुस्ता, बर्दघाट पश्चिम र कर्णाली प्रदेशको डोल्पा जिल्ला पर्दछन्। त्यसैगरी उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा लुम्बिनी प्रदेशको पाल्पा जिल्ला र भारतको बिहार राज्य पर्दछन्। अब राजनैतिक र प्रशासनिक विभाजन अध्ययन गरौँ। नेपालको संविधान अनुसार नेपालको शासकीय स्वरूप संघीय संरचनामा नेपाललाई 753 वटा स्थानीय तह, 7 प्रदेश र संघीय सरकारका रूपमा विभाजन गरिएको छ। यो विभाजन मध्ये गण्डकी प्रदेश अन्तर्गत धौलागिरी अञ्चलका 4 वटा जिल्ला म्याग्दी, मुस्ताङ, पर्वत र बागलुङ, गण्डकी अञ्चलका गोर्खा, लमचुङ, मनाङ, स्याङ्जा, कास्की र तनहुँ र लुम्बिनी अञ्चलको नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पूर्वको भूभागलाई नवलपुर गरी जम्मा 11 वटा जिल्ला रहेका छन्। गण्डकी प्रदेशमा एउटा महानगरपालिका, 26 वटा नगरपालिका र 58 वटा गाउँपालिका गरी कुल 85 वटा स्थानीय तहहरू छन्। गण्डकी प्रदेशबाट प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 18 वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि 36 वटा निर्वाचन क्षेत्र रहेका छन्। प्रदेश सभामा समानुपातिक सहित कुल 60 सदस्य रहने संवैधानिक व्यवस्था रहेको छ। प्रदेशको राजनैतिक र प्रशासनिक विभाजनलाई हामी यसरी अध्ययन गर्न सक्छौँ, जहाँ म्याग्दी जिल्लामा नगरपालिका 1 र गाउँपालिका 5 वटा गरी 6 वटा स्थानीय तह रहेका छन् र एउटा प्रतिनिधि सभाको निर्वाचन क्षेत्र रहेको छ र प्रदेश सभाको 2 वटा क्षेत्र रहेको छ। यस्तै मुस्ताङ जिल्लामा नगरपालिका छैन, गाउँपालिका 5 वटा रहेका छन्, प्रतिनिधि सभामा एउटा निर्वाचन क्षेत्र रहेको छ र प्रदेश सभामा 2 वटा निर्वाचन क्षेत्र रहेको छ। यस्तै तेस्रोमा पर्वतमा 2 वटा नगरपालिका र 5 वटा गाउँपालिका गरी कुल 7 वटा स्थानीय तह रहेका छन्। प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र र प्रदेश सभाको 2 वटा निर्वाचन क्षेत्र रहेका छन्। चौथोमा बागलुङमा 4 वटा नगरपालिका र 6 वटा गाउँपालिका गरी 10 वटा स्थानीय तह र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि 2 वटा निर्वाचन क्षेत्र र प्रदेश सभाका लागि 4 वटा निर्वाचन क्षेत्र रहेका छन्। यस्तै 5औंमा मनाङ जिल्लामा नगरपालिका छैन
र गाउँपालिका 4 वटा गाउँपालिका स्थानीय तहहरू रहेका छन् र प्रतिनिधि सभामा एउटा निर्वाचन क्षेत्र र प्रदेश सभामा 2 वटा निर्वाचन क्षेत्र रहेको छ। यस्तै स्याङ्जामा 5 वटा नगरपालिका र 6 वटा गाउँपालिका गरी कुल 11 वटा स्थानीय तहहरू रहेका छन् र प्रतिनिधि सभामा 2 वटा निर्वाचन क्षेत्र र प्रदेश सभामा 4 वटा निर्वाचन क्षेत्र कायम रहेको छ। यस्तै गोरखामा 2 वटा नगरपालिका र 9 वटा गाउँपालिका गरी कुल 11 वटा स्थानीय तह रहेका छन्। प्रदेश सभामा 2 वटा निर्वाचन क्षेत्र र प्रदेश सभामा 4 वटा निर्वाचन क्षेत्र रहेका छन्। 8औंमा लमजुङमा 4 वटा नगरपालिका र 4 वटा गाउँपालिका गरी कुल 8 वटा स्थानीय तह रहेका छन्। प्रतिनिधि सभाको एउटा निर्वाचन क्षेत्र र प्रदेश सभाको 2 वटा निर्वाचन क्षेत्र रहेका छन्। 9औंमा तनहुँमा 4 वटा नगरपालिका र 6 वटा गाउँपालिका गरी 10 वटा स्थानीय तह रहेका छन् भने प्रदेश सभाको 2 वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको 4 वटा निर्वाचन क्षेत्र रहेका छन्। 10औंमा कास्कीमा एउटा महानगरपालिका रहेको छ। 4 वटा गाउँपालिका गरी कुल 5 वटा स्थानीय तह रहेका छन्। प्रतिनिधि सभाको 3 वटा निर्वाचन क्षेत्र र प्रदेश सभाको 6 वटा निर्वाचन क्षेत्र रहेका छन्। र 11औंमा नवलपरासी बर्दघाट सुस्ता पूर्व जहाँ 4 वटा नगरपालिका र 4 वटा गाउँपालिका गरी 8 वटा स्थानीय तह रहेका छन् भने प्रतिनिधि सभामा 2 वटा निर्वाचन क्षेत्र र प्रदेश सभामा 4 वटा निर्वाचन क्षेत्र रहेका छन्। गण्डकी प्रदेशको राजनीतिक र प्रशासनिक विभाजनलाई हामीले अध्ययन गर्यौं भने कुल स्थानीय तहको संख्या 27 जसमा 26 वटा नगरपालिका र एउटा महानगरपालिका र 58 वटा गाउँपालिका गरी कुल 85 वटा। प्रदेश सभा निर्वाचन क्षेत्र 18 वटा र प्रदेश सभाको निर्वाचन क्षेत्र 36 वटा रहेका छन्। जिल्लागत रूपमा हामी यसलाई अध्ययन गर्न सक्छौं। जनसाङ्ख्यिकी विवरण हेरौं। राष्ट्रिय जनगणना 2078 को तथ्याङ्कमा गण्डकी प्रदेशको जनसङ्ख्या 24,66,427 रहेको छ। प्रदेशका 11 वटा जिल्लामा पुरुषको संख्या 11,70,833 अर्थात् 47.47% छ भने महिलाको संख्या 12,95,594 अथवा 52.53% रहेको छ। त्यसैगरी सबैभन्दा धेरै जनसङ्ख्या भएको जिल्ला कास्की जहाँ 6,51,000 जना रहेको छ भने सबैभन्दा कम जनसङ्ख्या भएको जिल्ला मनाङ हो जहाँ 5,658 जना रहेको छ। जनघनत्वको हिसाबमा कास्कीमा 295 जना प्रति वर्ग किलोमिटर, सबैभन्दा कम मनाङमा 3 जना प्रति वर्ग किलोमिटर रहेको छ। यसैगरी यस प्रदेशका गण्डकी प्रदेशका 11 वटा जिल्लाहरू मध्ये कास्कीमा वार्षिक जनसङ्ख्या वृद्धि दर 1.90% र सबैभन्दा कम मनाङमा वार्षिक वृद्धि दर -1.39% रहेको छ। लैङ्गिक अनुपातमा यस प्रदेशमा प्रति 100 जना महिलामा पुरुषको संख्या 90.37 छ। यसैगरी गण्डकी प्रदेशको मनाङ जिल्लामा 100 जना महिलामा पुरुषको संख्या सबैभन्दा धेरै 129.44 रहेको छ। यसरी यस प्रदेशको जनसाङ्ख्यिकी विवरण अध्ययन गर्न सकिन्छ। अब साक्षरता दर गण्डकी प्रदेशको 5 वर्ष वा सोभन्दा बढी उमेरको कुल जनसङ्ख्यामा साक्षरता दर 81.5% रहेको छ। पुरुषको साक्षरता दर 88.8% छ भने महिलाको साक्षरता दर 75.3% रहेको छ। यो डेटा भनेको यो तथ्याङ्क 2078 सालको जनगणना अनुसार लिएको हो। नेपालको कुल साक्षरता 76.2% र पुरुषको साक्षरता 83.6% र महिलाको साक्षरता 69.4% रहेको छ। गण्डकी प्रदेशका 11 वटा जिल्लाका लक्षित उमेर समूह अथवा 15 वर्षदेखि 60 वर्ष उमेर समूहको जनसङ्ख्याको 95% भन्दा बढी साक्षर भई विभिन्न मितिमा 11 वटै जिल्लाहरू साक्षर घोषणा भइसकेका छन् भने औसत साक्षरता दर 96.57% रहेका आधारमा 2078 साल असोज 24 गते साक्षर गण्डकी प्रदेश घोषणा भएको छ। अन्तिममा म यहाँलाई यो विषयवस्तु सम्बन्धी एउटा प्रश्न छाड्दै यो प्रश्नको उत्तर यहाँले कमेन्ट बक्समा राख्दिन हुनका लागि अनुरोध गर्छु र प्रश्न रहेको छ साक्षर गण्डकी प्रदेश घोषणा कहिले भयो? यसको विकल्पमा विक्रमसम्वत 2080 साल असोज 28 गते, विक्रमसम्वत 2078 असोज 24 गते, विक्रमसम्वत 2079 असोज 24 गते, विक्रमसम्वत 2081 कार्तिक 24 गते। यो प्रश्नको
उत्तर यहाँले कमेन्ट बक्समा राख्दिन अनुरोध गर्दै आजका लागि बिदा हुन्छु। हस्, धन्यवाद, नमस्कार।